आज यस युट्युब च्यानल मार्फत म भर्खरै एक नेपाली मूलकी भनौदी भारतीय सीमा सुवेदी श्रेष्ठले नेपालीहरूप्रति दिएको अभिव्यक्तिका विषयमा आफ्ना केही विचार र कविताहरू प्रस्तुत गर्नको लागि आएको छु। सर्वप्रथम आफ्ना अलिकति विचार राखेर कविता राख्न चाहन्छु। उनको नामबाट जाउँ, सीमा सुवेदी श्रेष्ठ। यो सुवेदी श्रेष्ठले नै मलाई यहाँ पिन्च गर्यो, घोच्यो, किनकि म पनि एक सुवेदी हुँ, किरण सुवेदी हुँ। म साहित्यिक रूपमा मैले आफ्नो नाम प्रदोत राखेको टाइटल। उनी एक सुवेदी, मेरो वंशज हुनु, एक नेपाली हुनु नि, उनको पुर्खा नेपाली हो। उनले जहाँसुकै संसारको जुनसुकै कुनामा गएर बसुन्, जसुकैसँग विवाह गरून्, जुनसुकै ठाउँमा लुकेर बसुन्, तर उनी एक सुवेदी वंशज नेपाली हुन्। र उनले के भनेकी छिन्, मैले नेपालै देखेको छैन, मैले नेपालै जानेको छैन, नेपालीहरू भाँडा माझ्ने हुन्। के भनेकी उनले? के अधिकार छ उनलाई त्यस्तो भन्ने? यदि उनी नेपालीहरूलाई त्यसो भन्छन् भने उनले आफ्नो सुवेदी थर फ्यालिदिनु पर्यो, श्रेष्ठ थर फ्यालिदिनु पर्यो र आफ्नो थरको पछाडि छेपारी राख्नु पर्यो, सीमा छेपारी। किन? किनकि उनले बोली फेरेकी छिन्। फेरि अर्को भिडियोमा भनेकी छिन्, म काठमाडौँ गएको छु, नेपालगञ्ज गएर फ्रुट खाएको छु, मनोकामना गएको छु। वाट इज दिस? तिमी सीमा सुवेदी श्रेष्ठ होइनौ, तिमी छेपारी हौ। तिम्रो सुवेदी थरले सम्पूर्ण सुवेदी वंशजहरूको अपमान गरेको छ र तिम्रो श्रेष्ठ थरले सम्पूर्ण काठमाडौँमा राज गरेर बसेको नेवार जातिहरूलाई नै अपमान गरेको छ। र यो अपमान गर्ने अधिकार तिमीलाई एक रत्ती पनि छैन। कुनै पनि नेपालीले तिमीलाई यो अधिकार दिँदैन र भविष्यका पुस्ताहरूले तिमीलाई धिक्कार्नेछ। तिमी के को पक्षमा हौ? नेपाली भाषाको पक्षमा हौ, नेपालीको पक्षमा हौ, गोर्खाल्यान्डको पक्षमा हौ या भारतको पक्षमा हौ? त्योसँग हामीलाई कुनै सरोकार छैन। तर जसरी तिमीले नेपालीहरूको गोर्खाल्यान्ड, गोर्खा शब्दलाई चोरेर जुन आफ्नो माग मागिरहेको छौ, त्यसले तिम्रो दुईटा चरित्रलाई प्रष्ट देखाएको छ। तिमी नेपाली नहुन चाहन्छौ र त्यही नेपालीहरूको गोर्खा शब्द लिन चाहन्छौ, किनकि गोर्खा शब्दमा एउटा शान छ, शक्ति छ, एउटा क्षमता छ, विशेषता छ, जसलाई तिमी हडप्न चाहन्छौ, चोर्न चाहन्छौ, लुट्न चाहन्छौ। त्यो एकदमै गलत छ। अर्को कुरा, तिमी मिसेस इन्टरनेसनल रहेछौ। जुन मिसेस इन्टरनेसनल जित्दाखेरि तिमीले आफै भनेको छौ, जति भोट पाएको सम्पूर्ण नेपालीहरूको भोटले तिमी मिसेस इन्टरनेसनल भएकी हौ। अब त्यो भोटको गुण कसरी तिर्छौ? के त्यो भोटको गुण यही हो? यसरी तिर्यौ तिमीले त्यो भोटको गुण? भन सीमा, जवाब चाहन्छन् सम्पूर्ण नेपालीहरू। के जवाब छ तिमीसँग? विरक्त लागेर आउँछ। तिमीहरू जस्तो विचित्र मानसिकता भएका मान्छेहरू पनि यो संसारमा छन्। साँच्चै विरक्त लागेर आउँछ। सारा विश्वले मानेको, सारा विश्वले दिएको उपाधि नेपाली गोर्खाली चोर्न खोज्दैछौ, लुट्न खोज्दैछौ, आफ्नो पहिचान छैन। अर्को प्रश्न तिमीलाई, गोर्खाल्यान्डको कुरा विषयमा तिमीले फेसुङ्गाएर बोलिरहेछौ, तर तिमीले त दार्जिलिङको आन्दोलनमा गएर कति तिमीले योगदान दिएकी छौ? भन, कि त्यहाँको आन्दोलनमा तिमी हिँडेकी छौ? त्यहाँ गएर तिमीले टायर बालेकी छौ? त्यहाँका ती सत्ताधारीहरूसँग तिमी लडेकी छौ? छैनौ नि। किन ठुलो कुरा गर्छौ? तिमीले के योगदान दियौ? बेकार छ तिमीलाई, बेकार छ, धिक्कार छ तिमीलाई, भविष्यको पुस्ताले धिक्कार छ। बाँकी कुरा कविता पछाडि गर्नेछु। अब कविता सुनाउन चाहन्छु। कविताले भन्छ सीमालाई जवाफ। मैले सीमालाई जवाफ यसरी दिएको छु कविताको मार्फतबाट। न नेपाली रह्यौ न भारतीय भयो, न नेपाली रह्यौ न भारतीय भयो, गोर्खा भन्ने जाति नै छैन सीमा। यो त विशिष्ट सम्मान हो गोर्खालीको, यो त अभिन्न अङ्ग हो नेपालीको। तिमी त केवल ठिम्बर भयो, तिमी त केवल ठिमाहा भयो, तिमी त केवल ठिमाहा भयो। नेपाल र नेपाली विश्वको शान हो, नेपाली भाषा हाम्रो स्वाभिमान हो। मेरो पुर्खाको देन गोरखनाथ गोर्खा गोर्खाली, मेरो पुर्खाको देन गोरखनाथ गोर्खा गोर्खाली, मेरो आजको देश मेचीदेखि महाकाली। तिमी जुन गोर्खाल्यान्ड माग्दैछौ सीमा, तिमी जुन गोर्खाल्यान्ड माग्दैछौ सीमा, त्यो हो भारतीयहरूको बङ्गाली। अब धेरै नगर अचाक्ली, आफ्नो सीमा ननाग सीमा, आफ्नो सीमा ननाग सीमा। नत्र चिन्नेछौ को हुन् वीर गोर्खाली, नत्र चिन्नेछौ को हुन् हिमाली नेपाली, को हुन् हिमाली नेपाली। वर्षौं ब्रिटिसको गुलामी गरेका छन् तिम्रा पुर्खाले, वर्षौं ब्रिटिसको गुलामी गरेका छन् तिम्रा पुर्खाले। कहिल्यै अरूको गुलामी हुन दिएनन् हाम्रा पुर्खाले। तिमीहरू इतिहासका गुलाम हौ सीमा, तिमीहरू इतिहासका गुलाम हौ सीमा। र वर्तमानका चुतिया
तिमीहरू इतिहासका गुलाम हौ सीमा र वर्तमानका चुतिया। नेपाली बिउबाट उम्रिएकोमा गर्व गर न कि भन्दै भारतीय। नेपाली बिउबाट उम्रिएकोमा गर्व गर न कि भन्दै भारतीय। सीमा सीमा जाऊ गर आफ्नो जीवनको बिमा। हुनसक्छ तिम्रो सोचको किमा किमा 3 करोड नेपालीको रगत तातेको छ। मेरो देश विरुद्ध बोल्ने जो कोहीलाई सिरुपाते खुकुरीले काटेको छ। तातो रगत मागेको छ, तातो रगत मागेको छ। मैले तिम्रो कुरा हाम्रा हजुरबालाई सुनाए, के भन्नुभयो थाहा छ सीमा? मैले तिम्रो कुरा हाम्रा हजुरबालाई सुनाए, के भन्नुभयो थाहा छ सीमा? सुन। त्यस सीमा झ्याक्ने के भने कि अरे सीमा त्यसको बाउको वीरता हो गोर्खा, त्यसकी आमाको दाइजो हो गोर्खा, मेरो पुर्खाले दिएको ब्रान्ड हो गोर्खा, गौतम बुद्ध र सगरमाथा चाहिँ शान हो गोर्खा, भोजपुरे खुकुरी भिरेर पालपाली ढाका टोपी लाउने गोर्खा, तेरो इन्डिया केही होइन केटी, विश्व विजेता ब्रिटिस धपाउने गोर्खा, तेरो देशबाटै छुटिएको पाकिस्तानबाट तँलाई बचाउने गोर्खा, आफ्नो छुट्टै इतिहास रचाउने गोर्खा, आफ्नो छुट्टै इतिहास रचाउने गोर्खा। कहिले बुद्ध खोज्न खोज्यौ, कञ्चनपुर कैलाली मिच्न खोज्यौ, अब त सहिँदैन सीमा, पुरा देश नै बेच्न खोज्यौ, अब त सहिँदैन सीमा, पुरा देश नै बेच्न खोज्यौ। सम्पूर्ण नेपाली मूलका विश्वभाषीहरूलाई, नेपाली भाषा प्रेमी र देशभक्तिहरूलाई लज्जित बनाइदेऊ सीमा, शिर झुकाइदेऊ सीमा। अब बस तिम्रा औला तल झुकाऊ, तिम्रो थुतुनोमा तालचा लगाऊ, नत्र हिमाल पग्लिएर बग्नेछ कोशी कर्णाली, रगतको भेल ल्याउनेछ वीर गोर्खाली र तिम्रो पुरा अस्तित्वसँगै सम्पूर्ण भारतवर्ष डुब्नेछ। तिम्रो अहङ्कारलाई तिम्रै भावी सन्ततिले थुक्नेछ। चेतना भया सीमा, चेतना भया सीमा, आफ्नी आमाको माया लाग्नेले अर्काकी आमाको पनि सम्मान गर्नुपर्दछ। चेतना भया सीमा, आफ्नी आमाको माया लाग्नेले अर्काकी आमाको पनि सम्मान गर्नुपर्दछ। अरूलाई खनेको खाल्डोमा अक्सर आफै पुरिएर मर्नु पर्दछ। अरूलाई खनेको खाल्डोमा अक्सर आफै पुरिएर मर्नु पर्दछ। ब्युटी विथ ब्रेन भन्ने सुनेको थिएँ, तर यहाँ आज मैले तिमीलाई देखेपछि ब्युटी विदाउट ब्रेन पाएको छु। यस्ता धेरै नेपाली भाषी, नेपाली मूलका विदेशीहरू छन् जुन विश्वका विभिन्न देशमा छरिएर बसेका छन्। तिनीहरूले कहिले पनि नेपालीहरूको अपमान गरेका छैनन्, सधैँ सम्मानै गरेका छन्। तिमीलाई केही उदाहरण दिन चाहन्छु। प्रशान्त तामाङ जसले इन्डियन आइडल जिते सम्पूर्ण नेपालीहरूको भोट पाएर, उनको मनमा के बिज्यो होला तिम्रो कुराले? म जवाफ चाहन्छु। इन्द्रबहादुर राई जसले साहित्यमा यति ठुलो योगदान दिएका छन्, मन्त्र ब्यान्डको नाम सुनेको छौ? वीर गोर्खाली, हिमाली नेपाली जस्ता गीतहरू गाएका छन्। उनीहरूको मनमा के बिज्यो तिम्रो कुराले? एडिन प्रधान, विपुल छेत्री, यी सबै नेपाली भाषीहरू हुन्। तिमीलाई एउटा कुरा भन्न चाहन्छु सीमा, विपुल छेत्रीले अहिलेसम्म हिन्दीमा अन्तर्वार्ता सुधा दिएका छन् नेपालमा आएर। उनले हिन्दी गीत गाउँदिन भनेर कसम खाएका छन्, नेपाली गीत गाइरहेका छन्, नेपाली भाषा संस्कृति र नेपाली सङ्गीतको संरक्षण गरिरहेका छन्। उनको मनमा के बित्यो तिम्रो कुराले? म जवाफ चाहन्छु तिमीसँग। ब्रिटिस गोर्खाको शासनको कुरा गरौँ। ब्रिटिसको कलोनीको रूपमा तिमीहरूले कति वर्ष बितायो? तिमीहरू स्वतन्त्रता दिवस मनाउँछौ। नेपालमा कहिले पनि स्वतन्त्रता दिवस हुँदैन, किनकि नेपाल कहिले पनि कसैको गुलामी भएन। यो कुरा तिमीलाई राम्रोसँग थाहा छ, थाहा हुनुपर्दछ। यो कुरा तिम्रो विचारमा, तिम्रो दिमागमा छिर्नु पर्दछ। नेपाल देश त्यतिखेरदेखि थियो जतिखेर भारत भन्ने देश, इन्डिया भन्ने देशको जन्मै भएको थिएन। एकजना कलाकारको कुरा गर्न चाहन्छु, उदित नारायण झा। नेपाली हुन्, नेपालमा जन्मिएका हुन्। उनीहरूले भारतीय नागरिकता लिएर बसेका छन्, तर पनि उनले आजसम्म नेपालीको बारेमा एक शब्द तुच्छ कुरा गरेका छैनन्। तिमीले के आधारमा यस्तो कुरा गर्दैछौ सीमा? म जवाफ चाहन्छु, के आधारमा यस्तो कुरा गर्दैछौ? नेपाली नागरिकता त्यागेर भारतीय भइसकेको मान्छेले पनि नेपालको बारेमा केही यस्तो तुच्छ कुरा गरेको पाइएको छैन। भारतीय मुलकै भारतीयहरूले केही भनेका छैनन्। नेपाल र भारत बीच सौहार्दपूर्ण वातावरणमा असल छिमेकीको सम्बन्ध स्थापित भइरहेको छ। तर तिमीले जुन किसिमको एउटा नेपाली भएर नेपालीमाथि जुन किसिमको प्रहार गरेकी छौ, त्यो प्रहार असह्य छ। त्यो प्रहार कसैले सहने छैन। त्यो प्रहारको विरुद्धमा सबै लाग्नेछ। इतिहास हेर, वर्तमान हेर, भविष्य हेर, सबैले तिमीलाई धिक्कार्नेछ, थुक्नेछ। सुगौली सन्धिका सम्झौताहरू, बलभद्र कुँवर, भीमसेन थापा आदिले गरेका योगदानहरू। तिमीलाई वर्तमानको उदाहरण दिन्छु। पवन चामलिङको इन्टरभ्यू खोजेर हेर, के भनेका छन् पवन चामलिङले। को हुन् गोर्खा? के हो गोर्खाल्यान्ड? गोर्खा कहाँ छ? चेतना भया सीमा, चेतना भया। तिमीले विचार गर्नै पर्छ। र यस पछाडि अवन्तीमा एउटा आफ्नो देशप्रति ओतप्रोत भएको आफ्नो एउटा कविता राखेर म बिदा माग्न चाहन्छु। र मेरो कविताको शीर्षक छ राष्ट्र निर्माण। झ्याम्मै आकाश ढाकेका हुस्सु र कुहिरोहरू
एक एक बटुल्दै सबैलाई समेल्दै बनाए लाम्चो चेप्टो बक्सा, झट्ट हेर्दा मेरो देशको नक्सा, झट्ट हेर्दा मेरो देशको नक्सा। हातको चुरोटको धुवाले शिर बन्यो सगरमाथाको, छिमेकी भाइ रड्दै थिए इतिहास वीर नेपाली गाथाको। तप तप झर्ने शीतका थोपाहरू बग्दै गए बनेर कोशी कर्णाली, दुवै छेउमा हिउँ थुपारेर बनाइदिए मेची र महाकाली। हल्का बतासले बिगार्यो त्यो रूप, बन्दै हिमाल पहाड तराईको स्वरूप, बन्दै हिमाल पहाड तराईको स्वरूप। झ्याम्मै आकाश ढाकेका हुस्सु र कुहिरोहरू एक एक बटुल्दै सबैलाई समेल्दै बनाए त्रिकोणसँगै अग्लो लाम्चो डन्डा, झट्ट हेर्दा मेरो देशको झण्डा, झट्ट हेर्दा मेरो देशको झण्डा। मुखबाट उड्ने श्वासको बाफले बन्यो आकृति चन्द्र सूर्यको, पोतिएर रातो रगतले झण्डाको किनारामा नीलो आकाश सजियो। एक मुट्ठी माटो एउटा रुख र केही मान्छे अटाउने शान्ति भूमि बनाउँदै थिए। शिरमा टोपी, कम्मरमा खुकुरी र हातमा झण्डा बोकी शिखरतिर पाइला बढाउँदै थिए। तब बादलहरू मडारिए, हुरीसँगै बटारिए, घामको एउटा झुल्को उछिटियो। मेरो देशको नक्सा र झण्डा मसँगै अदृश्यतामा मिसियो, मेरो देशको नक्सा र झण्डा मसँगै अदृश्यतामा मिसियो। धन्यवाद अहिलेसम्म हेरिदिनु भयो, सुनिदिनु भयो। कृपया यो नयाँ न्युज नेपाल च्यानललाई लाइक, कमेन्ट र सेयर गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। र त्यसै गरी मलाई व्यक्तिगत रूपमा भेट्न चाहनुहुन्छ अथवा मेरा कविताहरू सुन्न चाहनुहुन्छ, प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले मलाई फेसबुकमा किरण प्रदोत भनेर सर्च गर्न सक्नुहुन्छ, KIRANPRADHOT। त्यसै गरी तपाईँले युट्युबमा पनि मलाई भेट्न सक्नुहुन्छ। अहिलेसम्म सुनिदिनु भयो, हस् त, धन्यवाद। तपाईँ बीच पनि, तपाईँ सामु पनि केही चाहिँ ट्यालेन्ट छ, केही एक्स्ट्रा प्रतिभा छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यदि तपाईँको साथी सर्कलमा अथवा तपाईँको समाजमा पनि कोही एक्स्ट्रा ट्यालेन्ट हुनुहुन्छ भने उहाँहरूलाई पनि हाम्रो युट्युब च्यानल मार्फत धेरै धेरै स्वागत गर्न चाहन्छौँ हामी, र उहाँको प्रतिभा कला अझै उजागर गर्न चाहन्छौँ। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, यो पनि भन्न चाहन्छौँ। धन्यवाद।